अनि नयाँ आयौँ रे, त्यत्तिकै नयाँ आएर हुने हो कि फिल्म खेल्न आएको? राजनीतिमा आउने हो भने त सिद्धान्त चाहिएला नि, प्रिन्सिपल चाहिएला नि, कहाँ जाने भिजन चाहिएला नि। ल आउनुहोस्, को मान्छे आउने हो? भगवान् स्वयं विष्णुको अवतारलाई, भगवान् विष्णुलाई यो देशको प्रधानमन्त्रीको कुर्सीमा राख्नुहोस्। यसरी प्रदेश संरचना खर्चिलो व्यवस्था धान्नु भन्नुहोस्। स्थानीय तह कस्तो छ हेर्नु भएको छ? स्थानीय तहका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष 4वटा गाडी किनेर हिँडे पनि कसैले सोध्ने नेपालमा कानुन छैन। यो देशमा त्यस्तो शासक ल्याउन खोजिरहेछन् जसले चीनसँग युद्ध गरोस्, जसले भारतसँग युद्ध गरोस्, देश खाप पारोस्। त्यो शासकको खोजीमा छ पश्चिमाका दलालहरू। त्यसका विरुद्धमा राजा चाहिन्छ। देश भण्डारमा हाल्न पाइँदैन। अहिले त्यो लाइनमा छन् यिनीहरू। पहिला माओवादीले हतियार दिएर जङ्गल पठाए। ल एकैछिन आज आँखा चिम्म गरेर सोचौँ, कुनै चर्को कुरा नगर। हाम्रो एउटा पुस्ता युद्ध गर्दै सकियो। 2048 सालमा म जन्मेँ। 46-47 सालमा यो देशमा बहुदल आयो। ल भन्नुहोस् त, 52 सालमा माओवादीले हतियार उठाएर जङ्गल गयो। यसरी गरौँ, औँला राखेर 46, 47, 48, 49, 50, 51, 52, 48 साललाई गर्ने भने 5 वर्षभित्र देश एउटा स्थायित्व कायम नहुँदै विदेशीको इसारामा हतियार बोकेर जङ्गल छिरे। दाइलाई मारे, भाइलाई मारे, आफ्नै घरको बाउलाई मारे, यिनीहरू चेलीबेटी मारे, दाई भाइ मरे। एउटा दाईलाई एउटै घरको भन्नुहोस्, एकजना दाई नेपाल आर्मीमा छ, एकजना भाइ माओवादीको जनमुक्ति सेनामा छ। आपसमा गोली हानेर मान्छे मारामारी गरे। त्यत्रो रक्तपात भयो देशले। 10 वर्ष देश पछाडि मात्रै परेन। देशको उद्योग सकियो, कल कारखाना सकियो, विदेशबाट ल्याउने लगानी सकियो। नेपालका आज प्रहरीले लाउने ड्रेस अहिले सोध्नु त, विदेशीसँग ऋण ल्याएर लाग्नुपर्छ। भित्रपट्टि पठाएर हेर्नु न, कहीँ चाइनिजमा लेखा हुन्छ क्यापमा, कहीँ इन्डियनमा लेखा हुन्छ त्यो क्यापमा। डोनेसनमा ल्याइराखेको छ आज। बुझ्नुभयो? देश पुरै भण्डारखाल भयो। 10 वर्ष पछाडि मात्र होइन, त्यसले 50 वर्ष पछाडि देशलाई धकेल्यो। त्यसपछि 64, 63, 65, 63 सालमा आन्दोलन भयो। 63 मा शान्ति भयो भनेको त मधेसमा नेपाली दाजुभाइ बिचमा काटाकाट, कोही पहाडी र कोही मधेसी भनेर मारामार गराए। आज हाम्रो छातीमा बस्ने केही काठमाडौँ महानगरपालिकाको मेयर तराईको समुदायको मान्छे आज हुनुहुन्छ। यस्तो मिलेको देशलाई आज वीरगञ्जमा जाने हो भने सबभन्दा बढी मधेसको जनसमुदाय तराई भएको वीरगञ्जमा यही काठमाडौँबाट गएको नेवार समुदायको छोरा आज त्यहाँको मेयर छ। यसरी मिलेको देश, राष्ट्रिय एकता कायम गरेको देश, मधेसी र पहाडी भनेर उपेन्द्र यादव जस्ता मान्छे खटाएर काटाकाट मारामार गराएर देशलाई सयौं